हामी अहिले कोर्चा डाँडामा आइसकेका छौँ। सनसेट के गर्ने सक्क यो केटा हो घिउमै नहान ला आज चाहिँ हाम्रो दोस्रो दिन सुरु भइसकेको छ। यहीँ हिले खर्कामा बिहान 5 बजे उठ्यो अनि त्यसपछि यहाँ पानी तताउँदैछौँ। पानी खाने ओर्ने नास्ता खाने र रोटी सोटी के बन्छ यहाँ तरकारी अनि त्यसपछि जाने यहाँ देउराली जाने खाना खाना। देउराली 3 घन्टामा पुगिन्छ। देउराली खाना खाएपछि त्यसपछि फेरि 4-5 घन्टा जति हिँडेपछि हामी खुमै डाँडामा पुग्छौँ। टोटल चाहिँ 8 घन्टा जति हिँड्नुपर्छ। अरूलाई चाहिँ 8 घन्टा लाग्छ अरे। अब हामीलाई चाहिँ कति घन्टा लाग्छ थाहा भएन। अब तापिरहेछन् केटाहरू आगो बालेर उता फोटो खिचिरहेछन्। हिमाल देखिसकेको छ सर्लक्क पारा। चमल कस्तो भइरहेछ ट्रेकिङ भन्न यसो? कस्तो बुढीको याद आइदिरहेको छ। ट्रेकिङ अनएक्सपेक्टेड पाराले आएको हो, त्यही भएर एकदम राम्रो छ भनौँ। यो नसोचेको भ्यू यहाँबाट निहाल्न पाइरहेको छ यो आँखाले। यो हेर्दा धेरै खुसी लाग्छ। यो भिडियो हेर्नेलाई के भन्न चाहन्छौ तिमीले भन यसो? अब इच्छुक छ भने अलिक पैसा छ भने आउनु हेर्न। जिन्दगीमा यसो ट्राभलिङ गर्नुपर्छ, यी ठाउँहरू हेर्नुपर्छ। यहाँ ठ्याक्क सनराइज हुँदैछ। सनराइज भ्यू हेर्दैछौँ हामी चाहिँ ठ्याक्क लाएर। हिमाल पनि सर्लक्क त टल्किरहेछ। केटाहरू यतै मजा उठाउँदै केटाहरू ब्याड बोय भन्छन् रे। हाम्रो चाहिँ ब्रेकफास्ट आइसकेको छ है। केटाहरू पुरै अन्डा तरकारी पुदी पनि यस्तो छ र ब्रेकफास्ट खाइरहेका छौँ। अब ब्रेकफास्ट खाएर चाहिँ हामी ट्याक्कै हिँड्छौँ। ब्रेकफास्ट लाएर हिँडाइ सुरु हुन्छ हाम्रो आजको यात्रा। केटा हो हिँड्दै आइसक्यो। कस्तो भइरहेछ? थकेला खाकेला होइन? थके मान्न हुन्न? बल्ल 20 मिनट भयो हिँड्न थालेको। भइसक्यो नि। अझै आधी घन्टा हिँड्न बाँकी छ केटा हो। आधा घन्टा 7.5 घन्टा बस्नको लागि। यो हाम्रो साथ देख डगी हो यो त खै कान्छ। म चाहिँ हामीलाई बाटो देखाउँदै हिँड्दा केटाहरू मास्टर सुरक्षा दिँदै हो। केटा कसैलाई भमिट हुनु लाग्यो जस्तो, टाउको दुख्ने, हिँड्न मन लाग्ने भयो भने भन लेट लाग्छ। रेस्ट गर्नुपर्छ। फर्किने पर्छ त्यस्तो न दया हुन् ल ल ल खाने बाटो मात्रै ल केटा बाघ हो बाघ गर्नु यो स्याल हो यो त। सर्टकट हाने केटाहरू। यता बाटो छ यता यता भिरै खसौ लाइस राम्रो बाटो आयो केटा हो। म पुगिसकेँ ल केटा चाउचाउ बिस्किट के ल्याएको खा है। अहिले खाना खाइसक्यो अहिले। अनि किन ल्याए त कहिले खान्छ नि? अहिले खाना खाएर दिउँसो जाँदाखेरि भोक लाग्दैन नि। आइयो मासतिर अझै त्यो डाँडाको टुप्पोमा जाने हो। ठ्याक्कै हिमाल हेरेर सर्लक्क त्यहाँ चढ्न हिँड्न सक्नु पर्यो नि। अहिले त्यहाँ डाँडासम्म जाम। माथिसम्म जाने हो। त्योभन्दा अर्को डाँडा रमाइलो भइरहेछ। अलि सानो होला यताबाट गयो हो, त्यहाँ पनि जानु मिल्छ कि जाँदा फेरि बाटो छ। नसोचेको जस्तो फिल हुँदैछ यार। उहाँ हो नि अझ यार। ऊ त्यो डाँडामा अझै त्यहाँ यतापट्टिको चुचुरो छेउमा अझै 6-7 घन्टा। अल्ल 1-1.5 घन्टा त 1 घन्टा हो। ओ जाम भाइ ढिलो हुन्छ क्या फेरि भाइ। ग्रुपमा खिचौँ न एउटा ग्रुपमा। यहाँबाट एउटा ग्रुप खिचौँ अनि माथिबाट खिचौँ ल। माथि गएर खिच्यो हुन्छ क्या। माथि गएर खिच्यो हुन्छ। साथी डग हामीलाई लिएर आइरहेछ अहिले चाहिँ।
हिँड्न हिँड्नै जन्म्या हो हिँड हो क्या केटा हो केटा देउराली भन्ने ठाउँ यो चाहिँ देउरालीमा आइपुग्यो हामी जाने पहाड यहाँनिर जानुपर्छ डाँडा हो खानासाना खाएर चुचुरो जता हेरे पनि सेतै सेतो ओ नाच चन्दन ओ बालेनवाला त लुङ्गी डान्स तिम्रै छ सपनी हे दाजु रातो र चन्द्र सूर्य हिँडेर केटा बल्ल रुखहरू कम हुँदै गयो सब लाली गुराँस मात्र हो अब यता सबै भएको भनेको अब झारपातहरू मात्रै आउनुलाई रुख कम भयो होइन नेक्स्ट टाइम केटा प्याराग्लाइडिङ है ओ खतरा सरर खतरा अन्नपूर्ण हिमालको मनोरम त्यहाँ गएर ल जाम आऊ न हो भुतिनीको कपाल समातेको तान्न लाओ तान्न लाओ यो साग हो यार ऊ त्यो डाँडामा पुग्नु पर्यो अब हामी च्याप यस्तो यस्तो क्या हामी उतिमा जाम कि उतिमा माथिकोमा यतापट्टि त्यही हो त नि त्यो 1.5 घन्टा लाड जाने भनेको जानु त त्यही आज पुगौँ आज पुगिन्छ ए आज हिँड ल ओए दाजु यहाँ हेर्नु न हिँड छिटो होइन न घन्टा लाग्छ 1 hour half we took my dad पुरै लालु गुराँसको मात्रै उठायो यार एक लहरो हावा रुखहरू एउटा पनि छैन रुखहरू समल पात केटा पतामा आगो लगाउँदै सबमै लाग्यो पर्सनल केयरटेकर पिपी हो ल गाइस
हामी अब यहाँबाट 1 घन्टामा हामी खुमाई डाँडा पुगिन्छौँ 1 घन्टा होइन लाग्छ 1 घन्टा भनौँ न अराउन्ड 1 घन्टामा हामी खुमाई डाँडा पुगिन्छ अनि त्यहाँ हामी एकछिन रेस्ट गरेर अनि त्यहाँ हल्का हामीले ल्याएको खाजा पानी खाएर त्यहाँबाट अर्को डाँडातर्फ हामी 1.5 घन्टाको बाटो फेरि हिँड्नेछौँ हिँडेर हामी अझ राम्रो भ्यूहरू हेर्नलाई पुग्नेछौँ यस्तो हो बाटो चाहिँ डरलाग्दो रुखहरू अब खत्तम हुँदै हिमाल छ त्यहाँनिर साइडमा यस्तो छ रुखहरू खत्तम भइसकेपछि अब सबै खरहरू मात्रै छ घाँसहरू सुकेको घाँसहरू छ यस्तो बाटो छ चिसो त तर केटा हो हरिफ चिसो भए चाहिँ चिसो चाहिँ भन्नै पर्दैन त यो त भयङ्कर चिसो छ र हिँड्ने चाहिँ हिँड्दा भनेको त्यस्तो भयङ्कर नै होइन हिँड्दाखेरि चाहिँ गरिम हो नत्र भए चाहिँ चिसो हो भयङ्कर चिसो ल ल केटा आऊ उता टोलीहरू पनि छ आऊ ल हामी त्यो माथि डस्टबिन भएको ठाउँमा बसौँ न कहाँ माथि जम यस्तो भिड छ खस्यो भने डाइरेक्ट तलतिर डाइरेक्ट त्यो जाँदैन किनभने हेरेर किन्छ रुख होइन यार जान्छ यार यताबाट त खुमाई डाँडा 45 मिनट त्यो हो बाटो यति घुमाउरो छ नाप्चिला कस्तो केटा तिमीहरूभन्दा हामी 1 डाँडा माथि आइसक्यौँ है आऊ आऊ ओ हिँड न हिँड अब 45 मिनट धेरै होइन हाम्रो अलिकति माथि अब यहाँ रेलिङवाला हुन्ला बाटो चाहिँ यसो थकाइ मार्दैन केटाहरू 1 घन्टा के हाइड्रोबाट कति छिटो हिँड्दाखेरि यो बादल पनि सर हिमालै छेकिदिइसक्यो अहिले त मार्दी कुन चाहिँ मार्दी हो दाइ हाम्रो दाइहरू गएको ए हाम्रो सरोज पल्लो कुन चाहिँ यो त्यो पल्लो मार्दीलाई छोपिसक्यो यार भन त्यो के त हाम्रो मैले भिनार गएको भन्थे नि मार्दी हो के मार्दी हिमालको छेउमा यहाँ माथि अब दाइले मार्दी भन्छ अन्नपूर्ण माछा पुछेर त्यो त हेर न पुग्यो त्यही त्यही हो। वहाँबाट ठाडै उकालो यही देखेन केटाहरू वहाँ हो यार यही देखेन ल केटाहरू चिया अहिले त खुब चम्के थियो त अलग त आलोको एनर्जी बिहान बिहान हो दिउँसो हिँड्नु परेछ अनि त्यसपछि हिँड खुमै डाँडा अहिले तल हिँड्ने कापुचे भने होइन अगाडि हो कापुची भने वेलकम खुमै डाँडा कति मिटर रहेछ कति रहेछ 3245 मिटर माथि 3245 मिटर माथि यस्तो ओए ओ हम कहाँ है भाई ओए अरे अल्लाह ओए 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 अरे ओए पुरा क्रिकेट खेल्नु पर्छ यहाँ प्रैक्टिस हाम्रो स्पोर्ट्सको प्रैक्टिस छ फुल माथि जाने हो त्यही माथि जाने हो क्या 1.5 घन्टा हिँडेर भनेको हो केटाहरू यहाँ छोडेर जाने नि त हो कस्तो आयो केटा हजुरलाई मान्छे जाँदै हो कि के हो त्यो त्यहाँ कहाँ उयो हात त समानै गरायो त यार यति चिसो हावा चल्यो यार हिँड हिँड केटा हिँड अगाडि अगाडि ल फोटो अगाडि गरेर खिच्ने दाजु रोक्नु न बिस्तारी अझै धेरै माथि जान त यार खुमै डाँडा त आइपुग्यो हजुर के माटो खाइदियो क्या यसले आऊ आऊ
सब थकाइ मेटिने उसलाई यहाँ आएर बसेको थकान के हो त्यो यो ठाउँले दिँदो रहेछ खाऊ त जोस। यो केटा हो घिउमै नहान भाइ ला नगर न भाइ भाइ पानी होला भनेको मन त हिउँ नै रहेछ कि हिउँ बगेर आएको सबै बनेको होला रे। जे होइन नि हिउँ आएर फाइनली केटा हो त्यहाँ सुतेर ओए 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 खाल्टो हुन भने सत्य गयो हामी बस्ने चाहिँ यहीँ हो माथि जान लाग्यो अब चाहिँ फेरि झोलासोला सब यहीँ राखेर झोला ब्यागहरू अब हिँड्नु लाग्यो माथि पुगेर फेरि फर्केर आउन हामी बाटो खतरनाक छ यहाँ फेरि हरिप छिटो नै गरा रात पर्छ फेरि अराउन्ड कति 3:15 3:30 भइसक्यो त यार केटा हो जम 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 केटा डाइरेको ब्याग पनि छैन अब त केटा हो ल यही घुमाउरो बाटो सरर हुँदै त्यो डाँडासम्म पुग्नु परेर फर्केर फेरि नाइट बस्न आउनुपर्ने छ केटाहरू यता छ आउने हो उहाँ डाँडा नाइट बस्न जान हो फेरि केता हो कति ढिलो गरेको छिटो यहाँ हुनुपर्छ युवाको जोस जाँगर अहिले काम नलागे कहिले लाग्छ यार केटाहरू हिँड यार यति भन्दै कर्च जानलाई अब चाहिँ 25 मिनट हिँड्नुपर्छ हामी डाँडा अझै माथि हो सर्लक्कै हिमाल ओ माइ गॉड फाइनली माथि आइयो हो पुरै हिमाल चाहिँ जता हेऱ्यो त्यतै हिमाल सही हो यार के अरे यतापट्टि हो सर ओहो सर ए हरिफ खतरा हम कहाँ है भाई हिमालय के पास माछा पुच्छ्रे यति नजिक होइन ल हामी अहिले कुर्चा डाँडाको रमाइलो हामी अहिले कोर्चा डाँडामा आइसकेका छौँ सनसेट हेर्नलाई ल हामीले सनसेट हेर्न सकिन्छ पुरा रातो सनसेट हामीले तराईको पुरै फाँटसम्म देख्न सकिन्छ झलक्क यता हाम्रो अन्नपूर्ण छ यता माछा पुछ्रे छ माछा पुच्छ अन्नपूर्ण म्याग्दी हिमाल यो चाहिँ म्याग्दी हिमाल यो माछा पुच्छ्रे यता ल अनि यो चाहिँ हाम्रो अन्नपूर्ण हो हजुर अन्नपूर्णपुर हजुर यता यता पुरै यो हिमाल ढाकेको छ क्यामेरामा त्यस्तो नदेखे नि आँखाले चाहिँ यस्तो देखेछ कि अब हेरेको गरौँ जस्तो भएको छ के गर्ने सक्क ढुङ्गाको च्यान होइन लाएर ठ्याक्क तल जान हो केटा हो हिँड है ढुङ्गाको देउराली हाम्रो यहाँ अङ्कल हुनुहुन्छ रमाइलो गर्नु छ हामी अझै त्यहाँ तल खुमै पुग्नु छ अझै हिँडेर फेरि अझै 1.5 घन्टा जति झ्याप्प लाएर अझै
नबर्छ केटा हो ल अब रात पर्छ कि फेरि छैया छैया अरे ल डान्स मास्टर छैया छैया बनाउनु पर्यो केटाहरूलाई फेरि यहाँ मजा आइरह ल केटा यार कहाँ राख्छौ यार तिमीहरूले